आज घर धलाइमा गएको थिएँ र धलाइ गर्दा गर्दा मेसिन पो बिग्रिन्छ त। भिडियो के कस्तो खालको हुन्छ त्यो फुल भिडियो हेर्नु होला र मेरो भिडियो मन पर्छ भने फलो पनि गर्नु होला। हेलो साथीहरु, अलराइट गाइज, वेलकम टु माई मिनी ब्लग। आयो हजुर सन्चै हुन्छ र म सन्चै छु। आजको मौसम पानी आउला जस्तो देखिए पनि हामी चाहिँ काममा जाँदैछौँ, किनकि आज घर धलाइ पनि छ। सो त्यही भएर राईहरु चाहिँ अगाडि नै गइसक्नु भयो। सो त्यही भएर हामी चाहिँ जाँदैछौँ। मैले यो स्कुलमा कोले पढ्नु भयो प्लिज कमेन्ट गर्नु होला है। र मेरो भिडियोमा नयाँ हुन्छ भने फलो पनि गर्नु होला। आजको मौसम चाहिँ क्या दामी छ। सो त्यही भएर म चाहिँ खुसी भएर कामतिर जाँदैछु। र हामी चाहिँ आज घर ढलान गर्ने ठाउँमा पनि आइपुगे। अरु चाहिँ अगाडि नै आइसक्नु भएको रहेछ। आज चाहिँ यति ढलाइ हुनेवाला छ। भिडियो के कस्तो हुन्छ फुल हेरिदिनु होला र भिडियो लामो हुन सक्छ। सो त्यही भएर साथीहरु यसको नाम चाहिँ भन्नुलाई प्लिज। यो चाहिँ ढलाइ गर्दा परेको हुन्छ। यो चाहिँ ढलान गर्न भन्दा अगाडि रटमुनि हालिन्छ। यसको नाम चाहिँ भन्नुलाई थाहा भयो। मेसिनलाई पूजा गरिसकेपछि काम पनि सुरु भयो। गाडी गुडाउन भनेर माथि चढेको मान्छे धेरै भएर तल आए र बेल्चा समाते। काम गरेर गरी खान पनि गाह्रो छ साथीहरु। पुरा बेल्चा हानेर ठकै लाएर बसिरहेछ। यता चाहिँ मामाले र बाजेले हाल्दै हुनुहुन्छ। पैसा कमाउन कहाँ सजिलो छ र साथीहरु। 7-8 घण्टा काम गर्नुपर्छ। भिडियोमा पो 1 मिनेटको देखाउँछु। भिडियोमा जस्तै 1 मिनेटमा काम सकिए त पैसा त कति कमाइन्छ। काम गरेको 1 घण्टा भइसक्यो, बल्ल यति भ्याएको छ। पसिनाले लुगै भिजाइसक्यो। काम गर्दै थिए मेसिनै बिग्रिएर हैरान। र एकछिन बसेर मेसिन बनाएर फेरि कामतिर पनि लागियो। पसिना भने यति आथ्यो कि साथीहरु कुरै नगर। भिडियोमा नदेखिए पनि तर पसिना चाहिँ आएको थियो। फाइनली 2-3 घण्टा पछि आउन लागियो। आज त यो मौसमले पनि साथ दियो है। आज घाम लागो भए काम पनि गर्न सकिन्थेन। हाम्रो ग्रुपको चाहिँ एकदम जागरिलो मात्रै छ है। मान्छेहरु झ्याम मजाले हाल्दै हुनुहुन्छ। सायद लास्टो भएर पनि होला है साथीहरु। 4 घण्टा पछि फाइनली ढलाइ पनि सकिएर पनि हात खुट्टा धोएर पनि हामी लाग्यौं नास्ता खानको लागि। नास्तामा चाहिँ मासु छ जस्तो छ है साथीहरु। नास्ता खाने ठाउँमा पनि आइपुग्यो। सबैजनाले आफ्नो भाग लिएर खाना पनि सुरु गरिसक्नु भयो र मैले पनि फर्स्ट बाइट लिए। नास्तामा चाहिँ मासु पकाउनु भएको थियो। खाएको यति मिठो थियो कि साथीहरु कुरै नगर। र एकदम भोक लागेको थियो। मेरो पालो छिटो खाएर म लागे घरतिर। दाइहरु चाहिँ अगाडि नै आइसक्नु भएको थियो। त्यसैले म चाहिँ एक्लै जाँदैछु। ल घर पनि आइपुगे। साथीहरु भिडियो धेरै लामो भइसकेको छ। आजलाई भिडियो यति नै। भिडियो के कस्तो लाग्छ कमेन्ट गर्नु होला। भिडियो मन पर्छ भने फलो पनि गर्नु होला। बाइ बाइ।